सत साहेब साथीहरू, स्वागत छ मेरो भिडियोमा। तपाईहरूलाई आजको विषय छ मानव जीवनको उद्देश्य र सतभक्तिको महत्व। प्रिय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण आफन्तजनमा विनम्र अनुरोध। मानव जीवन अत्यन्त दुर्लभ अवसर हो। विभिन्न हिन्दू शास्त्रहरूमा मानव जन्मलाई आत्मकल्याण र परमात्मा प्राप्तिको लागि सर्वोत्तम अवसर मानिएको छ। संसारमा हामीले पाएका परिवार, नाता सम्बन्ध, सुख दुःख, लाभ हानि आदिलाई धेरै धार्मिक परम्पराहरूले कर्मको फलसँग सम्बन्धित मानेका छन्। त्यसैले यो जीवन केवल भोगका लागि नभई परम सत्यको खोज र ईश्वर भक्तिका लागि पनि महत्त्वपूर्ण मानिन्छ। गीताको अध्याय 4 श्लोक 34मा श्रीकृष्णले भन्नुभएको छ, तद्विद्धि प्रणिपापेन परिप्रश्नेन सेवया उपदेक्ष्यन्ते ते ज्ञानम ज्ञानिनस्तत्त्वदर्शिनः। गीता 4:34। यस श्लोकको सामान्य अर्थ अनुसार सत्यको ज्ञान प्राप्त गर्न तत्त्वदर्शी ज्ञानी गुरुको शरणमा गएर विनम्रतापूर्वक प्रश्न गर्न, सेवा गर्न र उहाँबाट ज्ञान ग्रहण गर्नुपर्छ। त्यसै गरी भगवत गीता अध्याय 15 श्लोक 4मा परमधामको खोज गर्न प्रेरणा दिइएको छ, जहाँ पुगेर फेरि संसारमा फर्किनु पर्दैन भन्ने उल्लेख गरिएको छ। भगवत गीता अध्याय 8 श्लोक 15मा पनि परमात्मालाई प्राप्त गरेका महात्माहरू पुनर्जन्मरूपी दुःखमय संसारमा नफर्कने कुरा उल्लेख गरिएको छ। मुण्डक उपनिषद अध्याय 1 श्लोक 2 मन्त्र 12मा पनि ब्रह्मज्ञान प्राप्त गर्न शास्त्रज्ञ र ब्रह्मनिष्ठ गुरुको शरणमा जानुपर्ने शिक्षा दिइएको छ। धेरै धार्मिक परम्पराहरूमा परमात्माको साँचो भक्ति, सदाचार, नामस्मरण र गुरुको मार्गदर्शनबाट जन्म मृत्युको चक्रबाट मुक्ति प्राप्त गर्न सकिने विश्वास गरिन्छ। मेरो व्यक्तिगत आस्था अनुसार सन्त रामपालजी महाराजले वेद, श्रीमद् भगवत गीता, उपनिषद, पुराण, बाइबल, कुरान र गुरु ग्रन्थ साहिबको आधारमा सद्भक्तिको मार्ग बताउँदै आत्मालाई जन्म मृत्युको चक्रबाट मुक्त गरी परमधाम सतलोक प्राप्त गर्ने शिक्षा दिनुहुन्छ। यो उहाँका अनुयायीहरूको धार्मिक विश्वास हो। त्यसैले म आफ्ना सम्पूर्ण परिवार, दाजुभाइ, दिदीबहिनी, बुबा आमा, मामा माइजू, भान्जा भान्जी, छोराछोरी, ज्वाइँ बुहारी तथा सबै आफन्तजनलाई आग्रह गर्दछु कि प्रत्येकले स्वयं शास्त्र अध्ययन गरौँ, सत्यको खोज गरौँ, योग्य गुरुको महत्त्व बुझौँ, ईश्वर भक्तिमा लागौँ र प्रेम, दया, सत्य तथा सदाचार युक्त जीवन बिताउँ। ईश्वरले सबैलाई सत्य बुझ्ने विवेक, सत्कर्म गर्ने शक्ति र आत्मकल्याणको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरून्। मेरो युट्युब च्यानल देव शाही व्लगलाई सब्स्क्राइब गरिदिनुहोस् र मेरो फेसबुक पेज देव जङ्ग शाही ठकुरीलाई फलो गरिदिनुहोस्। तपाईहरूको माया, साथ र समर्थनले मलाई अझ राम्रो जानकारीमूलक सामग्री बनाउन प्रेरणा मिल्छ। कृपया आफ्ना साथीभाइ तथा आफन्तहरूसँग पनि सेयर गरिदिनुहोस्। सत साहिब। जय हो बन्दी छोड सतगुरु रामपाल जी भगवान की जय।